जय भोलेनाथ, जय शम्भु। सिंह राशिका मानिसहरू चाहिँ अलिक लजालु स्वभावका हुन्छन्, अरूलाई केही भन्न नसक्ने खालका हुन्छन्। घरमा दादागिरी देखाउँछन्, बाहिर चाहिँ कुटेको कुकुर जस्तो हुन्छन्। भन्न मतलब घरमा चाहिँ सबैलाई थर्काउँछन्, बाहिर चाहिँ लुरु काम गर्ने खालका हुन्छन्, अरू कुरा सुनिरहने खालका हुन्छन्। सिंह राशिकामा जन्मिने मान्छेहरू सधैँभरि जाडो मान्ने खालका हुन्छन्। उनीहरूलाई जाडोको महसुस भइरहन्छ। देश प्रदेशमा घुमिरहने खालका हुन्छन्। अलिक के छ भने छिटो रिसाउने, छिटो खुसी खालका हुन्छन्। आमाको अत्यन्तै प्रिय हुन्छन्। संसारमा नाम कमाउने खालका हुन्छन्। ज्यादै मेहनती हुन्छन्। अनि त्योभन्दा पछाडि गएर के छ भने अलिक खानेकुरामा चाहिँ मिठो चिजलाई अलिक धेर प्राथमिकता दिन्छन्। जुन कामहरू गर्नुपर्ने हो त्यो कामहरू गर्छन्। अरूको लैलैमा बढी लाग्छन्। अरूले के भन्छ, अरूले के भन्दैछ त्यसमा चाहिँ बढी मात्रामा के छ भने चासो राख्ने, अरूको कुरा बढी सुन्ने, आफू निर्णय लिन नसक्ने खालका सिंह राशिका मान्छे हुन्छ। दयालु स्वभावको कारणले गर्नाले कहिलेकाहीँ सिंह राशिका मानिसहरूले ठोक्कर पनि खान्छन् र रुनु पनि पर्छ। तर सिंह राशिका मान्छेहरू दिन जान्ने हुन्छन्, लिन भुत्तुक्कै मरे गए पनि जान्दैनन्। दिन जान्न सक्ने, लिन नसक्ने सिंह राशिका जन्मिने मानिसहरू हुन्छन्। सिंह राशिका मान्छेहरूलाई अलिक विश्वासता हुन्छन्। कति बेला रिसाउने, कति बेला खुसी हुने टुङ्गै हुँदैन सिंह राशिमा जन्मिने मानिसहरूको। यदि यो भिडियो मन पर्यो भने कमेन्ट गर्नु होला, सेयर पनि गर्नु होला। जय भोलेनाथ, जय शम्भु।